भनौँ न एक किसिमले यो चाहिँ हामीले गर्नै पर्छ। त्यसो गरेर विदेशमा भएकाहरूलाई सकेसम्म उहाँहरूलाई पनि अनुरोध गर्ने, उहाँहरूले पनि कुनै भाउ नखोज, विदेशमा भएकाहरूले पनि हामी त विदेशबाट त्यहाँ आउनलाई हामीलाई के गर्ने भन्ने भाउ खोज्नु हुँदैन। विदेशमा भएको भने आफ्नो मातृभूमिलाई सम्झेर आउने हो। यहाँ यो चाहिँ साधारण अरू मन्त्रालय चलाए जस्तो, अरू विभाग चलाए जस्तो गरेर चाहिँ प्रतिभा भएको मानिसहरू, युवाहरू त्यो चाहिँ तिनीहरूलाई पाल्न सकिँदैन, राख्न सकिँदैन कि देशमा। जसरी हुन्छ देशमा यो देशका प्रतिभाशाली युवाहरूलाई देशमा नै कसरी हुन्छ राख्ने मन्त्र निकाल्नुपर्छ। कुनै पनि देशले आफ्नो देशलाई चाहिने सबै चिज उत्पादन गर्दैन, तर हामीले चाहिँ आफ्नो देशलाई चाहिने सकेको जति, नसक्ने ठुलो ठुलो चाहिँ अहिले नै सपना देख्नु हुँदैन। सक्ने जति चिज साधारण जस्तो कृषकहरूलाई चाहिने औजारहरू त बनाउन सकिन्छ। कुना काप्चामा लुकेर बसेका युवाहरूलाई पनि हामीले कसरी हुन्छ खोजेर ल्याउने र उनीहरूलाई चाहिँ सहयोग गर्ने भन्ने किसिमको वातावरण बनाउनुपर्छ। बाँदरलाई चाहिँ कसरी नियन्त्रण गर्ने, बाँदरकोबाट चाहिँ कसरी चाहिँ आफ्नो बाली जोगाउने भन्ने, अब त्यो चाहिँ एकदमै नेपालभरिको ठुलो कोरोना जस्तै समस्या हो। त्यो कोरोनाको कालमा हामीलाई थाहा छ कति समस्या भएको थियो भने जस्तै त्यो बाँदरको समस्या पनि त के हो त कोरोनाकै जस्तो समस्या हो। त्यो चाहिँ रातारात हुँदैन। र मैले चाहिँ के भनिराखेको छु भने यसको चाहिँ अहिलेको यो 5 वर्षमा यो एउटा फाउन्डेसन मात्रै बस्ने हो। फाउन्डेसन मात्रै बसाल्न सकियो भने पनि अर्को 5 अर्को गरेर 10-15 वर्षमा नेपालमा पनि केही न केही चिजहरू धेरैभन्दा धेरै सकेको, कुनै पनि देशले आफ्नो देशलाई चाहिने सबै चिज उत्पादन गर्दैन, तर हामीले चाहिँ आफ्नो देशलाई चाहिने सकेको जति, नसक्ने ठुलो ठुलो चाहिँ अहिले नै सपना देख्नु हुँदैन। सक्ने जति चिज साधारण जस्तो कृषकहरूलाई चाहिने औजारहरू त बनाउन सकिन्छ हैन। यहाँ चाहिँ सबैभन्दा ठुलो चाहिँ यो सदनमा पनि सुनिन्छ र जनताको पनि आवाज छ। बाँदरलाई चाहिँ कसरी नियन्त्रण गर्ने, बाँदरकोबाट चाहिँ कसरी चाहिँ आफ्नो बाली जोगाउने भन्ने, अब त्यो चाहिँ एकदमै नेपालभरिको ठुलो कोरोना जस्तै समस्या हो। त्यो कोरोनाको कालमा हामीलाई थाहा छ कति समस्या भएको थियो भने जस्तै त्यो बाँदरको समस्या पनि त के हो त कोरोनाकै जस्तो समस्या हो हैन। अब नेपालमा चाहिँ केही गर्न खोज्ने युवाहरू एकदमै नयाँ नयाँ किसिमका के अरे नवीन सोच भएका युवाहरू छन्। उनीहरूलाई कसरी चाहिँ पालन पोषण गर्ने, उनीहरूलाई कसरी सहयोग गर्ने, किनभने युवाहरूलाई नवप्रवर्तन गर्ने युवाहरूलाई, नवीन सोच भएका युवाहरूलाई, एकदमै प्रतिभाशाली युवाहरूलाई, सृजनशील युवाहरूलाई चाहिँ हामीले पालन पोषण गर्नै पर्छ। र यो विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय भनेको देशको प्रतिभाहरूलाई, देशको चाहिँ एकदमै सृजनशील युवाहरूलाई, नयाँ नयाँ सोच भएका व्यक्तिहरूलाई चाहिँ पालन पोषण गर्ने मन्त्रालय बनोस् भन्ने चाहिँ म चाहन्छु। र मेरो फोकस चाहिँ त्यसैमा हुनेछ। हेर्नुहोस्, प्रतिभा भएको युवाहरूलाई पालन पोषण गर्नको लागि सजिलो छैन। एक किसिमले हेर्ने हो भने सजिलो पनि छैन, किनभने प्रतिभा भएको मानिसहरू, एकदम नवीन सोच भएका मानिसहरू चाहिँ अलिकति तिनीहरू साधारण मानिसभन्दा अलि फरक हुन्छन्। उनीहरूको सोचाइ, काम गर्ने तरिका फरक हुन्छ र उनीहरूलाई चाहिँ कसरी हुन्छ फकाएर फुलाएर कसरी हुन्छ यो नयाँ नयाँ आइडिया निकाल्नको लागि चाहिँ म मन्त्रालयको सम्पूर्ण साथीहरूलाई चाहिँ म अनुरोध गर्छु। यो चाहिँ साधारण अरू मन्त्रालय चलाए जस्तो, अरू विभाग चलाए जस्तो गरेर चाहिँ प्रतिभा भएको मानिसहरू, युवाहरू त्यो चाहिँ तिनीहरूलाई पाल्न सकिँदैन, राख्न सकिँदैन कि देशमा। जसरी हुन्छ देशमा यो देशका प्रतिभाशाली युवाहरूलाई देशमा नै कसरी हुन्छ राख्ने मन्त्र निकाल्नुपर्छ। अब त्यतिले पुग्दैन। अब नेपालको अहिलेसम्म यत्रो वर्षसम्म विदेशमा हाम्रो प्रतिभाहरू पलायन भइरहेका छन्। त्यो प्रतिभाहरूलाई पनि कसरी हुन्छ नेपालमा तान्ने उपाय, उनीहरूलाई मोहनी लगाउने उपाय भनौँ न एक किसिमले, यो चाहिँ हामीले गर्नै पर्छ। त्यसो गरेर विदेशमा भएकाहरूलाई सकेसम्म उहाँहरूलाई पनि अनुरोध गर्ने, उहाँहरूले पनि कुनै भाउ नखोज, विदेशमा भएकाहरूले पनि हामी त विदेशबाट त्यहाँ आउनलाई हामीलाई के गर्ने भन्ने भाउ खोज्नु हुँदैन। विदेशमा भएको भने आफ्नो मातृभूमिलाई सम्झेर आउने हो। यहाँ मातृभूमिलाई सम्झेर आउने हो। अब सरकारले हामीले गर्न सक्ने सहयोग उहाँहरूलाई गर्छौँ। विदेशमा भएकाहरूलाई पनि, देशमा भएका प्रतिभाहरू
अब त्यो पनि लाज नमानिकन अब आफ्नो आफ्नो चाहिँ के अरे अनुसन्धानको कुराहरू गर्नलाई चाहिँ अगाडि सर्ने हो। अब खोज्नु पनि पर्ने हुन्छ। कुनै कुनै अवस्था कस्तो पनि आउँछ भनेदेखि कुनै एकदमै नवीन सोच भएका राम्रो राम्रो सोच भएका युवाहरू छन्, तर तिनीहरू कहीँ लुकेर बसिरहेका छन्। त्यस्ता कुना काप्चामा लुकेर बसेका युवाहरूलाई पनि हामीले कसरी हुन्छ खोजेर ल्याउने र उनीहरूलाई चाहिँ सहयोग गर्ने भन्ने किसिमको वातावरण बनाउनुपर्छ। र यो 4-5 वर्षको यो अवधि त यस्तो किसिमको वातावरण बनाउनै लाग्छ, नयाँ नयाँ अनुसन्धानहरू नहोला। त्यसैले यो कुराहरू चाहिँ हाम्रो यो मन्त्रालयका हाम्रो जति पनि राष्ट्र सेवक साथीहरू हुनुहुन्छ उहाँहरूले चाहिँ सोचाइ चाहिँ अरू मन्त्रालयमा जसरी गर्नुहुन्छ त्यो चाहिँ त्यसरी चाहिँ यो मन्त्रालय चाहिँ चल्नेवाला छैन। मोहनी लगाउने उपाय भनौँ न एक किसिमले यो चाहिँ हामीले गर्नै पर्छ। त्यसो गरेर विदेशमा भएकाहरूलाई सकेसम्म उहाँहरूलाई पनि अनुरोध गर्ने, उहाँहरूले पनि कुनै भाउ नखोजी विदेशमा भएकाहरूले पनि हामी त विदेशबाट त्यहाँ आउनलाई हामीलाई के गर्ने भनेर भाउ खोज्नु हुँदैन। विदेशमा भएको भने आफ्नो मातृभूमिलाई सम्झेर आउने हो। यहाँ यो चाहिँ साधारण अरू मन्त्रालय चलाए जस्तो अरू विभाग चलाए जस्तो गरेर चाहिँ प्रतिभा भएको मानिसहरू युवाहरू त्यो चाहिँ तिनीहरूलाई पाल्न सकिँदैन, राख्न सकिँदैन कि देशमा। जसरी हुन्छ देशमा यो देशका प्रतिभाशाली युवाहरूलाई देशमा नै कसरी हुन्छ राख्ने मन्त्र निकाल्नुपर्छ। कुनै पनि देशले आफ्नो देशलाई चाहिने सबै चिज उत्पादन गर्दैन।